नमस्ते। आज हामी आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईसँग जोडिएका ती सबै अप्ठ्यारा लाग्ने शब्दहरूलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गर्नेछौँ। ल सुरु गरिहालौँ न त। एआई अब कुनै साइन्स फिक्सन फिल्मको कुरा मात्र रहेन, यो त हाम्रो दैनिक जीवनको हिस्सा नै बनिसकेको छ। हामीले थाहै नपाए हरेक दिन यसको प्रयोग गरिरहेका हुन्छौँ। जस्तै नेटफ्लिक्सले कुन फिल्म हेर्ने भनेर सुझाव दिन्छ नि, वा सिरीलाई केही सोद्धा जवाफ आउँछ, अनि अनुहारले फोन खुल्छ। कहिल्यै सोच्नु भएको छ यी सबै पछाडि के छ? हो, यी सबै एआईकै कमाल हो। वेबसाइटमा कुरा गर्ने च्याटबट होस् वा भाषा अनुवाद गर्ने एप, यी सबै एआईकै उदाहरणहरू हुन्। तर यी सबै प्रविधिहरूबारे सुन्दा कस्ता कस्ता प्राविधिक शब्दहरू कानमा पर्छन्, होइन त? आज हामी त्यही भ्रमलाई हटाउनेछौँ र सबै कुरालाई छर्लङ्ग पार्नेछौँ। ल त्यसो भए सबैभन्दा पहिले सबैभन्दा ठूलो र महत्त्वपूर्ण अवधारणाबाटै सुरु गरौँ। आर्टिफिशियल इन्टेलिजेन्स आखिर हो के त? एकदमै सरल भाषामा भन्नुपर्दा आर्टिफिशियल इन्टेलिजेन्स वा एआई भनेको मेसिनलाई मान्छे जस्तै सोच्न र समस्या समाधान गर्न सिकाउनु हो। यसको मुख्य लक्ष्य भनेको कम्प्युटरलाई मानव मस्तिष्क जस्तै चलाक बनाउने एउटा प्रयास हो। अब एआईभित्र पनि धेरै कुराहरू पर्छन्। यिनीहरूको सम्बन्ध बुझ्नलाई एउटा परिवारको रुख जस्तो सोच्नुहोस् न। यसले कुन कुरा के भित्र पर्छ भनेर बुझ्न सजिलो बनाउँछ। यो स्लाइडलाई चाहिँ एकदमै ध्यान दिएर हेरौँ है। एआईलाई एउटा ठूलो बाकस सम्झिनुहोस्। मसिन लर्निङ, जसलाई एमएल भनिन्छ, त्यो बाकसभित्रको एउटा औजार हो। अनि डिप लर्निङ यानि कि डिएल चाहिँ त्यही औजारको अझै शक्तिशाली एकदमै विशेष खालको संस्करण हो। भनेपछि एमएल र डिएल एआई भन्दा छुट्टै कुरा होइनन्, बरु एआईलाई सम्भव बनाउने तरिकाहरू हुन्। ल एआई के हो त बुझ्यौँ, तर यो चलाक चाहिँ कसरी बन्छ त? आउनुहोस् यसको इन्जिन कोठाभित्र पसेर हेरौँ न। एल्गोरिदम भनेको खासमा केही होइन, यो त कम्प्युटरलाई दिइने निर्देशनहरूको सूची हो। जस्तै हामी खाना बनाउँदा रेसिपी हेर्छौँ नि, स्टेप बाई स्टेप हो। एआईको लागि एल्गोरिदम त्यस्तै हो। अनि न्युरल नेटवर्क, यसलाई एआईको दिमाग भन्दा पनि हुन्छ। यो हाम्रो आफ्नै दिमागको नक्कल गरेर बनाइएको हुन्छ। यसले अनुहार चिन्ने वा आवाज छुट्याउने जस्ता जटिल कामहरू सिक्न मद्दत गर्छ। अब सिक्नको लागि त किताब चाहिन्छ, होइन र? एआईको लागि त्यही किताब भनेको चाहिँ ट्रेनिङ डाटा हो। जति धेरै र राम्रो डाटा भयो, एआई उति नै चलाक बन्छ। अब एआईले सिक्ने तरिका पनि फरक फरक हुन्छन्। जसरी स्कुलमा विद्यार्थीहरूले फरक फरक तरिकाले सिक्छन् नि, ठ्याक्कै त्यस्तै। मुख्यतया दुईवटा तरिका छन्। पहिलो सुपरभाइज्ड लर्निङ। यसमा चाहिँ एआईलाई शिक्षकले जस्तै सही गलत छुट्याएर उत्तरसहित सिकाइन्छ। अर्को छ अनसुपरभाइज्ड लर्निङ। यहाँ चाहिँ एआईलाई शिक्षक बिना नै डाटाको थुप्रो दिन्छ र उसले आफै त्यहाँभित्रको ढाँचा वा सम्बन्धहरू पत्ता लगाउनुपर्छ। अनि तेस्रो र एकदमै रमाइलो तरिका छ रिइन्फोर्समेन्ट लर्निङ। यसमा एआईले आफै काम गर्दै गल्ती गर्दै सिक्छ। राम्रो काम गर्यो भने शाबास भने जस्तै पुरस्कार पाउँछ, नराम्रो गर्यो भने दण्ड। आफै चल्ने गाडीहरूले यही तरिकाले सिक्छन्। ल यति धेरै सैद्धान्तिक कुराहरू त गर्यौँ। अब यी शब्दहरूले हाम्रो वास्तविक जीवनमा चाहिँ कसरी काम गर्छन् त? आउनुहोस् हेरौँ। नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, छोटकरीमा एनएलपी, यो त्यो जादु हो जसले कम्प्युटरलाई हाम्रो नेपाली, अङ्ग्रेजी जस्ता भाषाहरू बुझ्न र बोल्न सिकाउँछ। हामीले सिरी वा गुगल एसिस्टेन्टसँग कुरा गर्दा यही प्रविधिले काम गरिरहेको हुन्छ। त्यस्तै कम्प्युटर भिजनले चाहिँ मेसिनलाई आँखा दिन्छ। भन्नुको मतलब फोटो वा भिडियो हेरेर त्यसमा के छ भनेर बुझ्ने क्षमता। फोनले अनुहार हेरेरै लक खोल्नु यसको सबैभन्दा राम्रो उदाहरण हो। अब यति शक्तिशाली प्रविधि भएपछि त यसको लागि केही नियम कानुन पनि चाहियो नि, होइन र? एआईलाई सुरक्षित र जिम्मेवार बनाउनु एकदमै जरुरी छ। कुनै पनि शक्तिशाली औजारको सही प्रयोग होस् भनेर नियम चाहिन्छ। एआईको हकमा पनि त्यस्तै हो। एआई एथिक्स र गार्डरेल्स भनेको त्यही नैतिक दिशानिर्देश हो जसले एआईलाई गलत काम गर्नबाट रोक्छ र यसको दुरुपयोग हुन दिँदैन। एआईको एउटा रमाइलो तर खतरनाक पक्ष हो ह्यालुसिनेसन। यो भनेको के हो भने एआईले कहिलेकाहीँ आफूलाई थाहा नभएको कुरा पनि मलाई सब थाहा छ भने जस्तै गरी ढुक्क भएर बनावटी जवाफ दिनु हो। सिधै भन्दा जब एआईले झुट बोल्छ,
त्यसैले यदि सबै कुराको सार के हो भने एआई भनेको मसिनलाई मान्छे जस्तै सोच्न, सिक्न र समस्या समाधान गर्न सिकाउने एउटा बृहत क्षेत्र हो। ल अब हामीले एआईको भाषा त बुझ्यौं, तर अब सबैभन्दा ठूलो प्रश्न के आउँछ भने हामीले यसको अपार शक्तिलाई कसरी सही बाटोमा लगाएर सबैको लागि एउटा राम्रो भविष्य बनाउन सक्छौं। यो प्रश्नमाथि सोच्नु जरुरी छ है।